नमस्कार सबैजनालाई। आज एउटा कुरा गर्न मन लाग्यो। कुरा गर्न भन्दा नि मन नभएका केही कुरा पोख्न मन लाग्यो। रवि लामिछाने यो देश बनाउँछु भनेरै आउनुभएको, यो देश बनाउँछु भनेरै फर्किनु भएको। अमेरिकामा आनन्दको जीवन, लाखौं रुपियाँ कमाइरहेको मान्छे टेलिभिजनमा 40-50 हजार कमाई खानको लागि आउँदैन। टेलिभिजनमा काम गर्दै गर्दा देशको विकराल अवस्था, जर्जर अवस्था देशको देखेपछि राजनीतिमा हाम फाल्नुभयो। सफल पनि हुनु, सफल नै हो, असफल नेता भन्न मिल्दैन। रवि लामिछाने, शेरबहादुर देउबा, केपी ओली, प्रचण्ड भन्दा रवि लामिछाने सफल नेता हो। किन सफल हो भने म तपाईलाई प्रमाणै दिन्छु। शेरबहादुर देउबाले जन्माएको नेता गगन थापा। गगन थापाको के हैसियत छ अहिले देशमा सबैलाई थाहा छ। गगन थापालाई चुनावै लडाउने हो भने देशभरिबाट भोट हाल्दाखेरि पनि 1 लाख पनि भोट आउँदैन गगन थापालाई। रवि लामिछानेले आफू जेलमा छन् तर नेता जन्माइदिएका छन्। नेताको काम त्यो हो जसले नेता जन्माओस्। देशद्रोह जन्माउने, देशद्रोही जन्माउने होइन, भ्रष्टाचारी जन्माउने, तस्कर जन्माउने होइन। गगन थापा जस्तो नेताको काम देशभक्त नेता जन्माउने हो, जो रवि लामिछानेबाट भइसक्यो। अनि अर्को विषय, रवि लामिछानेलाई बिना प्रमाण थुनेको, हुलेको जनताले मजाले निहालेको छ। केपी ओलीज्यू, देउबाज्यू, प्रचण्डज्यू सुन्नुहोस्, जनता 2047 सालको जनता होइन, 2062-63 को जनता होइन, जनता 2082 को, जनता 2080 साल पछिको जनता हो। प्रत्येक जनतालाई सोशल मिडिया थाहा छ, प्रत्येक जनता पत्रकार हो। यो कुरा नबिर्सिनुहोस्। पहिला पो तपाईले बहकाउनु भयो, फकाउनु भयो, फुस्लाउनु भयो, जनताले भोट दिए। अब तपाईका कुरा कसैले पत्ताउनेवाला छैन। यो कुराको हेक्कार होस्। तपाई फेरि उठ्न खोज्दै हुनुहुन्छ, तपाई उठ्नुस् या सुत्नुस्। जनताले त जेनजीले नै सुताइसके हैन र तपाईलाई 23 गते नै झन्डै 2 सेकेन्ड, 2 मिनेट, 4 मिनेटको अन्तरालले मात्रै हो तिमीहरू बाँचेको। हुन त तिमीहरू पापीलाई मारेर पाप लिनु भन्दा आफू कहाँ, तिमीहरूलाई त जेलमै सडाउनु पर्छ। तिमीहरूलाई 1 छाक खाना, 1 छाक पानी खुवाएर जेलमा राख्नुपर्छ।